फाइनली हामी चाहिँ रेडी भइसक्यौँ होइन। अब हामी चाहिँ निस्किँदैछौँ अनि त्यसपछि अब हामी कहाँ जान्छौँ यहाँहरूलाई सबै भिडियोहरूमा देखाउने छु, तर भिडियो हेर्न चाहिँ नभुल्नु होला है त। हामी चाहिँ निस्किन आँटेको अब साथीहरू। म यहाँ चाहिँ पुग्दाखेरि जहिले पनि भिडियो खिचिरहेको हुन्छु होइन, किनभने मलाई यो ठाउँ एकदमै मनपर्छ क्या। खै के भएको होइन, मलाई यो चाहिँ एकदमै मनपर्छ, आनन्द आउँछ क्या यो। अनि त्यही भएर मैले भिडियो चाहिँ जहिले यहाँको चाहिँ खिचिरहेको हुन्छु। अनि यो सँगसँगै म 2 ठाउँको भिडियो बनाएको हुन्छु क्या। एक ठाउँ एउटा चाहिँ यो ठाउँ हो होइन, यो चाहिँ भक्तपुर ठिमी पेप्सी खोला जाने बाटो, अनि अर्को भनेको यो ठ्याक्कै एयरपोर्टको पछाडिपट्टि पशुपति नजिकै है। यो ठाउँ पनि मलाई एकदमै आनन्द लाग्छ क्या। अनि त्यही भएर म चाहिँ जहिले भिडियो खिचिरहेको हुन्छु। अनि यस्तो छ अवस्था होइन। अनि हामी चाहिँ पुगिसक्यौँ त्यहाँ होइन। त्यहाँको अवस्था मतलब मैले बाटोमा जाँदाखेरि सोचिरहेको थिएँ कस्तो होला भनेर होइन, तर त्यहाँ पुग्दाखेरि सोचेभन्दा पनि एकदमै आनन्द लाग्यो। यति रमाइलो ठाउँ छ है यहाँ चाहिँ। यहाँ पुग्दाखेरि चाहिँ सबै कुराहरू बिर्सिन्छ क्या, त्यति आनन्द लाग्ने ठाउँ छ होइन। फ्यामिलीसँग टाइम स्पेन्ड गर्नको लागि चाहिँ एकदमै बेस्ट ठाउँ नै छ यो चाहिँ हजुरहरूको लागि। यदि हजुरहरू जानु चाहनुहुन्छ भने चाहिँ एकदमै राम्रो छ होइन। हामी चाहिँ जाँदैछौँ यहाँ। अनि यहाँ शनिबारको दिन पनि थियो, त्यही भएर पनि अलिक धेरै भिडभाड थियो है। अनि त्यहाँ चाहिँ के रहेछ भने नियम चाहिँ चौरीमा चाहिँ बस्न पाइँदैन भन्दा रहेछन् होइन। हामीलाई पनि त्यहाँ चौरीमा चाहिँ बस्न दिइरहेको थिएन, तर हामी चाहिँ जबरजस्ती भए पनि बस्यौँ, किनभने अब हामी त बच्चासँग कहाँ जाने होइन, बाटोमा बस्ने कुरा भएन। सो हामी चाहिँ तन्दा सन्दा सब लिएर गएको थियौँ। अनि कराउँदै हुनुहुन्थ्यो त्यहाँ दिदीहरूले, तर कराए पनि हामी चाहिँ तन्दा ओछ्याएर बस्यौँ। बच्चासँग अलिकति गाह्रो हुन्छ हामीलाई, त्यही भएर चाहिँ हामी नटेरी भए पनि बस्यौँ। नियम त उल्लङ्घन गऱ्यौँ, तर त्यस्तो बिगार्ने तरिकाले हामीले बसेको थिएनौँ है। अनि यस्तो छ यहाँको भ्यू चाहिँ एकदमै आनन्द, यति रमाइलो भएको थियो। हाम्रो चाहिँ त्यो फर्स्ट टाइम थियो क्या। हामी यसरी चाहिँ सबैजना घुम्न गएको चाहिँ यो पहिलोचोटि हो है। सबैजना आउँदा एक त रमाइलो पनि, अनि ठाउँ पनि एकदमै रमाइलो थियो। अनि यस्तो चाहिँ अब हाम्रो चाहिँ 2-3जनाकै बच्चा थियो होइन। अनि हामी 2जनाको चाहिँ कमला दिदी र मेरो चाहिँ सानो बच्चा थियो। सो हामीलाई चाहिँ अलिकति गाह्रो भइरहेको थियो। अनि मेरो बच्चा चाहिँ अलिकति धेरै कुद्ने भइरहेको छ क्या। सो अनि गाह्रो भयो, त्यही पनि अब एडजस्ट गर्दै भए पनि हामीले चाहिँ रमाइलो गऱ्यौँ। अनि यहाँ चाहिँ खानेकुराहरू लिएर गएको भए पनि हुने रहेछ जस्तो लाग्यो है। खानेकुराहरू चाहिँ लिएर गएको थिएनौँ हामीले, खान मिलेन होला भनेर, तर खाना चाहिँ मिल्ने रहेछ है। यस्तो छ, यस्तो रमाइलो क्या। वरिपरि एकदमै रमाइलो। यस्तो छ हालत बच्चासँग घुम्न आउँदाखेरि चाहिँ यस्तो हुन्छ। एक त यो दुबोमा बस्न पाइँदैन भनेर बस्न पनि दिएको थिएन। अनि बल्ल बल्ल झगडा गरेर त बस्यौँ, तर लास्टमा 2जनाको घुम्नै नपाउँदा बच्चासँग आएपछि यस्तो गाह्रो हुन्छ है। गाह्रो छ होइन होइन यो होइन। घाँस उठ्दिनुपर्छ, पकिन्छ भनेर के। हामी चाहिँ अहिले यहाँ पशुपति पार्कमा छौँ होइन। अनि त्यसपछि यहाँ चाहिँ दुबोमा बस्न मिल्दैन भनेर रहेछ, तर दुबोमा चाहिँ हामी जबरजस्ती झगडा गरेर भए पनि बस्यौँ। अनि त्यसपछि यहाँ चाहिँ अलिकति अघि हामी आउँदाखेरि चाहिँ त्यस्तो धेरै भिडभाड थिएन क्या। अनि अहिले चाहिँ एकदमै धेरै भिडभाड छ। यस्तो छ है, यस्तो छ। त्यसपछि यस्तो धेरै छ है। यहाँ चाहिँ दुबोमा बस्न मिल्दैन चाहिँ भन्दा रहेछ, तर हामी चाहिँ झगडा गरेर भए पनि बस्यौँ होइन, किनभने हामीले त बच्चाहरू लिएर आएको थियौँ। अनि त्यसपछि एकदमै गाह्रो हुन्छ भनेर चाहिँ हामीले बस्यौँ। अनि एकदमै बच्चासँग आउनु चाहिँ एकदमै धेरै गाह्रो भइरहेको छ झगडा गर्ने होइन। अनि हामीले चाहिँ थाहा छ भने खानेकुराहरू चाहिँ ल्याउनलाई मिल्दैन भनेको थियो। अनि त्यही भएर हामीले खानेकुराहरू केही पनि नलिकन आयौँ। अनि बच्चाहरू भोकाएर यस्तो छ अवस्था है। यस्तो छ चाउचाउ चाहिँ सापट्टि मागेर खाँदिरहेको छ। अनि कञ्चन दिदी हामीले चाहिँ जस्तो अब बच्चाहरूसँग आउँदाखेरि चाहिँ आफूले जस्तो टाइम स्पेन्ड गर्न चाहिँ पाइँदैन होइन। बच्चासँग चाहिँ झर्ने हुन्छ, त्यही पनि ठिक बस्नै मात्रै हो चाहिँ आनन्द ठिक छ, एकदमै आनन्द रहेछ होइन। कस्तो छ होला, एकदमै टिकटकमा भाइरल भएको भएर चाहिँ हामी आएको कस्तो छ होला जस्तो लागेको थियो, तर एकदमै रमाइलो एकदमै राम्रो रहेछ। यस्तो छ। के भन्नु छ तपाईँ मेरो ब्लगमा? तपाईँको ब्लगमा सबैले माया गरिदिनु, लाइक गर्नु, सेयर गरिदिनु, सब्सक्राइब गर्नु होइन सधैँ गर्नु। यहाँको पार्कमा चाहिँ एकदमै राम्रो छ होइन बस्नको लागि, तर बच्चाहरूसँग फोटो खिच्न चाहिँ अलिकति पाइँदैन। पाउनु त पाउँछ अलि भए पनि, अब सानो बच्चाहरू फ्री भएर चाहिँ गर्न पाइँदैन, फ्री भएर गर्न पाउँदैन। यता बच्चा गयो कि ला उता बच्चा हरायो कि यस्तो टाइपको। के भन्नुहुन्छ मेरो ब्लगमा?
सबैजनाले भाउजूको च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गर्नु होला, अनि भ्लग के कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। यस्तो छ यहाँ चाहिँ भाग्दै हुनुहुन्छ। डर लाग्यो हाम्रो चाहिँ के भने होइन बच्चासँग आएर अलिकति के भइरहेछ खानु पऱ्यो छ रमाइलो भएको छ भन्नु न। त्यही पनि सबैजना भइसकेपछि अलिकति टाइम म्यानेज गर्दै होइन गर्दै गइराखेको छौँ। अनि यस्तै यस्तै नै छ। अब आज दिनभरि तपाईँहरूलाई चाहिँ हामी के गर्छौँ, कहाँ कहाँ लान्छौँ होइन सबै कुरा हामी चाहिँ दिनभरि के गर्छौँ भनेर सबै हामी चाहिँ भ्लगमा देखाउँछौँ। सो मेरो भ्लग चाहिँ हेर्दै गर्नु होला। यसरी उठेर सबैजना बाबुहरू लिएर अनि अरू अरू ठाउँमा पनि जाँदैछौँ। यहाँ हेर्नु कति धेरै सबैजना आज चाहिँ शनिबारको दिन भएर होला यसरी कति धेरै बच्चाहरू लिएर फ्यामिलीहरू साथी सबैजना आउनु भएको छ। एकदमै राम्रो ठाउँ रहेछ, पुरै हरियाली नै हरियाली, एकदम शान्त। यदि हजुरहरूलाई पनि त्यो एकै ठाउँमा घरमा बस्दै झ्याउँ लागेर कहाँ जाउँ के गरौँ भन्ने भएको छ भने हजुरहरू चाहिँ यो ठाउँमा आउन नि सक्नुहुन्छ। यो चाहिँ कहाँ हो भन्नुहुन्छ होला भने यो चाहिँ पशुपतिको वनकाली उद्यान भन्ने ठाउँ हो। हजुरहरू गौशाला चोकबाट गौशालाको गेटबाट तल आउनुभयो भने सिधै लेफ्ट साइडबाट टिकट काटेर छिर्न पनि मिल्छ नि। हेर्नु कस्तो राम्रो ठाउँहरू छ, यस्तो हरियाली, सबैजना यसरी फ्यामिलीहरू बच्चाहरू यहाँ बच्चाहरू खेला यस्तो मजाले बच्चाहरूलाई पनि यस्तो रमाइलो भइरहेछ कि यहाँ होइन बच्चाहरू सबैजना यस्तो मजाले खेलिरहनु भएको छ। बच्चाहरूलाई पनि रमाइलो, हामी ठुला मान्छेहरूलाई पनि रमाइलो भइरहेछ। अनि हामी चाहिँ यसरी सानसानो बेबी बोकेर पनि सानसानो बाबु नानी बोकेर पनि आएको, त्यही पनि बाबु नानीहरू पनि एकदम रमाइलो गरेर बसिरहेको छन्। अनि त्यो हुनाले चाहिँ हामीलाई केही गाह्रै भएको छैन, बाबु नानीहरू रमाइलो गरेर खेल्दै बसेर। अनि यस्तै छ। यहाँ चाहिँ यस्तो पुल पनि रहेछ, बच्चाहरू एकदमै धेरै खेलेर रमाइलो गरिरहनु भएको छ। अनि यता चाहिँ माथि यहाँनिर ओम लेख्या छ, माथि ओम यसरी। यहाँ हेर्नुहोस् हजुरहरूले चाहिँ एक ठाउँमा मात्रै भिड, एक ठाउँमा मात्रै मान्छे भन्नुहुन्छ होला। यहाँ चाहिँ एकदमै ठुलो स्पेस छ अनि त्यो स्पेसभरिमा नै सबैतिर नै यस्तै भिड छ। हेर्नु न कति धेरैजना हुनुहुन्छ, सबैजना फ्यामिली बच्चादेखि बुढाबुढी मान्छेहरू सबैजना नै आउनु भएको छ कि। यस्तो राम्रो रुखहरू पनि पुरै हरियाली नै हरियाली, फुलहरू। यो चाहिँ बोधिचित्तको रुख हो रे, हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि यता यसरी सबैजना एकदमै रमाइलो गरेर बस्नु भएको छ। यस्तो राम्रो ठाउँ होइन, यति आनन्दको ठाउँ चाहिँ यस्तो छ। राधाकृष्ण मन्दिर पनि होइन यो यस्तो बनाएर यो यहाँ रहेछ है, यो चाहिँ यहाँ रहेछ। यस्तो छ यहाँ चाहिँ राधाकृष्णको यस्तरी राखेको छ। हामी चाहिँ यस्तो यहाँ घुम्दैछौँ है। तर मैले यो चाहिँ नि कस्तो ठुलो देखेको थिएँ क्या है, कहीँ होला नभए त मैले कत्रो ठुलो देखाएको थिएँ। कमलको फुल आजको मेरो दिन चाहिँ यस्तै नै रह्यो। थ्याङ्क यू सो मच फर वाचिङ। अनि मेरो च्यानललाई चाहिँ लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। यस्तै भिडियोहरू लिएर आउनेछु। बाई बाई एभ्रिवान।